आज चाहिँ म हजुरहरुको सामु क्रोचेट हार्ट शेपको किचन बनाउन गइरहेको छु, जुन चाहिँ यस्तो हुन्छ। त्यसको लागि चाहिने सामानमा चाहिँ धागो, त्यसैगरी क्रोचेट हुक चाहिँ मैले 2.5 mm को लिएको छु। त्यसैगरी सिजर, स्टिच मार्कर, निडल र फाइबर चाहिन्छ। थोरै फाइबर चाहिँ थोरै भए हुन्छ। अब चाहिँ म क्रोचेट हार्ट शेपको किचन बनाउन गइरहेको छु। त्यसको लागि चाहिँ सुरुमा हामीले स्लिप नट बनाउने। यसरी स्लिप नट बनाएर अब हामीले दुईटा चेन बनाउने। एक दुईटा चेन भयो यहाँनेरि। अब यो फर्स्ट चेनमा हामीले 6 वटा सिंगल क्रोचेट गर्ने, 6 वटा सिंगल क्रोचेट बनाउने। यो फर्स्ट चेनमा यहाँनेरि दुईटा चेन बनाएको छु। यो लास्टको यो चेनलाई छोडेर जुन यो हाम्रो फर्स्ट चेन छ यसमा 6 वटा सिंगल क्रोचेट बनाउने। हामीले नर्मली सिंगल क्रोचेट बुन्दाखेरि चाहिँ यसरी बनाउँछौं, तर यसरी हुँदैन। यसमा चाहिँ यो किचनमा चाहिँ हार्ट शेपको किचनमा चाहिँ यसरी लाने। अनि हामीले नर्मली चाहिँ यसरी यो धागोलाई माथि र क्रोचेटलाई तल पारेर यसरी बनाउँछौं, धागो तान्छौं। तर यसमा चाहिँ यसरी गर्ने, यो धागोलाई चाहिँ मुनिपट्टि पार्ने, हुकलाई चाहिँ माथिपट्टि पारेर यसरी मुनिबाट धागोलाई तान्ने। यसरी तान्ने अनि यसरी धागोलाई निकाल्ने बाहिर। यो एउटा सिंगल क्रोचेट भयो। यसरी 2 3 यही फर्स्ट चेनमै 6 वटा सिंगल क्रोचेट बनाउने। 4 यसरी धागोलाई मुनिपट्टि पार्ने अनि यसरी तान्ने अनि यसरी धागो निकाल्ने। 5 6 हाम्रो यहाँनेरि 1 2 3 4 5 6 वटा सिंगल क्रोचेट भयो। अब 6 वटा सिंगल क्रोचेटमा फेरि यो फर्स्टको चेनमा दुईटा गरेर 6 वटाको 6 को डबल 12 वटा सिंगल क्रोचेट गर्ने, इन्क्रिज गर्ने। अब चाहिँ बढाउँदै जाने, घरलाई बढाउँदै जाने। यसरी यो फर्स्ट चेनमा हामीले फर्स्ट सिंगल क्रोचेट गरेको गर्न लाग्यो। 1 यहाँनेरि चिन्ह लाउने। यो फर्स्ट चेनमा 1 भयो। अब यही फर्स्ट चेनमै फेरि अर्को सिंगल क्रोचेट गर्ने। 2 भयो। अब नेक्स्ट चेनमा सेकेन्ड चेनमा फेरि दुईटा सिंगल क्रोचेट गर्ने। 3 4 यसरी बुन्दै लाने। 5 6 7 8 9 10। अब यो लास्ट चेन छ एउटा, यसमा दुईटा सिंगल क्रोचेट गर्ने। 11 12 हाम्रो 12 वटा सिंगल क्रोचेट भयो। अब यो फर्स्ट चेनमा फेरि दुईटा सिंगल क्रोचेट गर्ने। 1 2 यो चाहिँ भनेको हाम्रो तेस्रो राउन्ड, थर्ड राउन्ड स्टार्ट भयो। दुईटा सिंगल क्रोचेट गर्ने फर्स्ट चेनमा, त्यसपछि सेकेन्ड चेनमा एउटा मात्रै गर्ने, एउटा मात्रै सिंगल क्रोचेट गर्ने। त्यसपछि फेरि नेक्स्ट चेनमा दुईटा गर्ने, फेरि नेक्स्टमा एउटा,
फेरि नेक्स्टमा दुईटा यसरी दुईटा एउटा दुईटा एउटा गर्दै हामीले टोटल यो थर्ड राउन्डमा चाहिँ टोटल हामीले 18 वटा सिंगल क्रोचेट बनाउने। 18 वटा सिंगल क्रोचेट बनाइसकेपछि म हजुरहरूलाई भेट्ने छु। यो चाहिँ थर्ड राउन्ड हो हाम्रो। मैले यहाँनेर थर्ड राउन्ड पनि सकेको छु। यहाँनेर चाहिँ टोटल 18 वटा सिंगल क्रोचेट बनाइसकेको छु। अब फोर्थ राउन्डको लागि चाहिँ यहाँनेर हामीले नघटाउने पनि नबढाउने पनि जम्मा टोटल 18 वटै सिंगल क्रोचेट गर्ने। यो भनेको एक भयो, 1 2 3 नो इन्क्रिज नो डिक्रिज। चौथो राउन्डमा चाहिँ 18 वटै सिंगल क्रोचेट बनाउने। 3 4 5 6 7 7 8 9 10 11 12 13 14 15 16 17 18 वटा सिंगल क्रोचेट भयो। यो चाहिँ हाम्रो फोर्थ राउन्ड भयो। फोर्थ राउन्ड पनि सकिएको छ। अब यसलाई यसरी फर्स्ट चेनबाट यसरी धागो स्लिप नट गरेर यसरी निकाल्ने। त्यसपछि यो धागोलाई चाहिँ अलिक लामो छोडेर काटिदिने। भरे यो सिलाउनुमा अर्को पार्टमा जोड्नुको लागि यो धागो चाहिन्छ सिलाउनलाई। त्यसको लागि अलिक लामो धागो छोडेर काटिदिने। यस्तै अब अर्को पिस पनि बनाउने। अर्को पिस बनाइसकेपछि म हजुरहरूलाई भेट्ने छु। यस्तै सेम बनाउने। यहाँनेर चाहिँ मैले अर्को पार्ट पनि यस्तै अर्को पार्ट पनि बनाइसकेको छु, अर्को पिस पनि। अब भने चाहिँ फिफ्थ राउन्डको लागि स्टार्ट गर्न गइरहेको छु। पाँचौं राउन्डको लागि चाहिँ यहाँनेर हामीले जुन 18 वटा सिंगल क्रोचेट गरेका छौँ यसमा पनि 18 वटै सिंगल क्रोचेट छ। अब दुईटा चेनलाई छोडेर 16 वटा चेनमा मात्रै सिंगल क्रोचेट गर्ने। यसरी अब यो दुईटा पिसलाई चाहिँ जोड्ने। यहाँदेखि यसरी सिंगल क्रोचेट बनाउने। यहाँनेर एक फर्स्ट यो सिंगल क्रोचेट भयो, यसमा चिन्ह लगाउने। त्यसपछि अब यहाँनेर 16 वटा सिंगल क्रोचेट बुन्ने। यो एक भयो, 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 वटा सिंगल क्रोचेट भयो यो पार्टमा। यहाँनेर दुईटा चेनलाई छोडिदिने। त्यसपछि अब यो पार्टमा पनि 16 वटा मात्रै सिंगल क्रोचेट गर्ने। दुईटा चेनलाई छोडिदिने। 1 2 दुईटालाई छोडिदिने। त्यसपछि यो थर्ड चेनदेखि
सिंगल क्रोचेट बुन्दै लाने 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 अब यो लास्टमा एउटा छ 16 वटा सिंगल क्रोचेट भयो। अब भने हाम्रो 5th राउन्ड पनि सकेको छ। अब राउन्ड 6 मा अब दुईटैलाई जोडेर 16 32 वटा सिंगल क्रोचेट गर्ने यहाँनेरि 32 वटा 1 यो फर्स्टमा चिन्ह लगाउने 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 हाम्रो यहाँ राउन्ड 6 पनि सकिएको छ। टोटल यहाँनेरि हामीले 32 वटा सिंगल क्रोचेट गर्ने। अब भने चाहिँ जुन यो हाम्रो अघि नै धागो काटेको भाग थियो यो धागो लामो छोडेको यसलाई अब यो यहाँ खाली भाग छ यसलाई यहाँनेरि यही धागोले हामीले जोड दिने यसरी। भित्रपट्टिबाट जोड दिने हामीले यो खाली भागलाई यसरी यो दुईटै लोबमा जुन हामीले अघि नै दुईटा चेन छोडेको थियौं यो दुईटा पार्टको दुईटा चेन त्यो दुईटा चेनको दुईटै लोबमा हामीले सिलाइदिने यसरी दुईटै लोबमा यतापट्टि हामीले हेर्न सक्छौं यसरी यहाँनेरि यो पुवाल चाहिँ टालिन्छ। यसरी यहाँनेरि पुवाल टालिसकेको छ। अब यहाँनेरि गाँठो बनाइदिने धागोलाई यसरी गाँठो बनाइदिने र यो रको धागोलाई चाहिँ यिनीहरु भित्र लगाइदिने। अब भने चाहिँ राउन्ड 7 स्टार्ट भएको छ। राउन्ड 7 को लागि
अब चाहिँ हामीले राउन्ड 7 देखि चाहिँ डिक्रिज गर्दै लानुपर्ने हुन्छ, घटाउँदै लानुपर्ने हुन्छ यो चेनहरूलाई। सुरुमा 6 वटा सिंगल क्रोचेट गर्ने, 1 फर्स्ट चेनमा यहाँ चिन्ह लगाउने, 1 2 3 4 5 6 वटा सिंगल क्रोचेट भयो यहाँनेरि। अब दुईटा डिक्रिज गर्ने, दुईटा डिक्रिज गर्नको लागि चाहिँ डिक्रिज गर्दा चाहिँ हामीले यहाँनेरि दुईटा लोब हुन्छ, दुईटा लोबमा यो फ्रन्ट लोबमा मात्रै डिक्रिज गर्ने, फ्रन्ट लोबमा मात्रै यसरी यो अगाडिपट्टिको लोबमा मात्रै डिक्रिज गर्ने। अब दुईटा डिक्रिज गर्ने यहाँनेरि। डिक्रिजको लागि चाहिँ यसरी यहाँ छिराउने, हुकलाई छिराउने र अर्को नेक्स्ट चेनको फ्रन्ट लोबमा पनि यसरी छिराउने दुईटा। त्यसपछि दुईटा लोबबाट एकैचोटि धागोलाई निकाल्ने अनि यसरी सिंगल क्रोचेट गर्ने। यो एउटा डिक्रिज भयो। अब अर्को पनि फेरि डिक्रिज गर्ने, यसरी दुईटा डिक्रिज भयो। अब यहाँनेरि 12 वटा सिंगल क्रोचेट बुन्दै लाने, 1 2 3 4 5 6 7 8 9 10 11 12 वटा सिंगल क्रोचेट भयो। अब फेरि दुईटा डिक्रिज गर्ने, अघिको जस्तै फ्रन्ट लोबमा मात्रै यसरी फ्रन्ट लोबबाट धागोलाई तानेर डिक्रिज एउटा, अब फेरि अर्को दुईटा डिक्रिज भयो। अब यहाँनेरि 6 वटा चेन छ, 6 वटा चेनमा 6 वटै सिंगल क्रोचेट गर्ने, 1 2 3 4 5 6 वटा सिंगल क्रोचेट भयो। हाम्रो कति यो 7 राउन्ड पनि सकिएको छ। अब 8 राउन्डको लागि सुरुमा 5 वटा सिंगल क्रोचेट गर्ने, 1 घट्दै जान्छ हाम्रो। अब चाहिँ अघि 6 वटा सिंगल क्रोचेट गरेको थियौँ सुरुमा, अब भने 5 वटा, 2 3 4 5 वटा भयो। अब दुईटा डिक्रिज गर्ने अघिकै जस्तो, 1 दुईटा डिक्रिज भयो। अब 10 वटा सिंगल क्रोचेट, 1 2 3 4 5 6 7 8 9 10। अब दुईटा डिक्रिज गर्ने, फेरि 1 दुईटा डिक्रिज भयो। अब यहाँ
पाँचवटा लास्टको पाँचवटा चेनमा सिंगल क्रोसेट गर्ने 2 3 4 5 भनेपछि यो हाम्रो राउन्ड 8 पनि सकिएको छ। यस्तो भयो, यस्तो देखिन्छ। राउन्ड 8 सक्यो। अब राउन्ड 9 मा 4वटा सिंगल क्रोसेट बनाउने। सुरुमा 1 2 3 4 अब 2टा डिक्रिज गर्ने। 1 यो डिक्रिज गर्नलाई चाहिँ अलिक गाह्रो हुन्छ, धागो मजाले यहाँ तानिँदैन। 2टा डिक्रिज भयो। अब 8वटा सिंगल क्रोसेट गर्ने। 1 2 3 4 5 6 7 8 त्यसपछि अब 2टा डिक्रिज गर्ने फेरि। 1 2टा डिक्रिज भयो। अब यहाँनिर 4वटा चेन छ लास्टमा, त्यसमा सिंगल क्रोसेट गर्ने। 1 2 3 4 4वटा सिंगल क्रोसेट। हाम्रो यो राउन्ड 9 पनि सकिएको छ। अब भने चाहिँ हामीले यहाँनिर भित्र फाइबर लगाउने। यसरी फाइबरलाई चाहिँ अलिक भित्रसम्म खेल्ने, टाइट बनाएर अलिक यसरी। अब भने चाहिँ हाम्रो राउन्ड 10 स्टार्ट गर्ने। राउन्ड 10 को लागि चाहिँ सुरुमा 3टा सिंगल क्रोसेट बनाउने। 1 2 3 3टा सिंगल क्रोसेट। त्यसपछि 2टा डिक्रिज। 1 2 अब 6वटा सिंगल क्रोसेट। 1 2 3 4 5 6वटा सिंगल क्रोसेट भयो। अब 2टा डिक्रिज फेरि। यो फाइबर लगाएपछि चाहिँ बनाउन अलिक गाह्रो हुन्छ।
एक, दुई। अब लास्टमा 3टा सिंगल क्रोचेट, 1 2 3। हाम्रो राउन्ड 10 पनि सक्यो। अब 11 राउन्डको लागि 2टा सिंगल क्रोचेट, 1 2। त्यसपछि 2टा डिक्रिज, 1 2। 2टा डिक्रिज भयो। अब 4वटा सिंगल क्रोचेट, 1 2 3 4। 4वटा सिंगल क्रोचेट। अब फेरि 2टा डिक्रिज। यो डिक्रिज बनाउनु चाहिँ अलिक गाह्रो हुन्छ, डिक्रिज गर्न चाहिँ धागो निकाल्नु। 1 2। 2टा डिक्रिज भयो। त्यसपछि लास्टको 2टा सिंगल क्रोचेट। यो भनेको हाम्रो राउन्ड कति भयो? 11। राउन्ड 11 भयो। अब राउन्ड 12 को लागि चाहिँ हामीले सुरुमा एउटा सिंगल क्रोचेट गर्ने। यो भनेको हाम्रो राउन्ड 12। यहाँनेर चिन्ह लगाउने। यो भनेको हाम्रो लास्ट राउन्ड हो। अनि यहाँनेर थोरै फेरि फाइबर लगाउने यो खाली भागमा। थोरै फाइबरलाई लगाइदिने। अब भने यहाँनेर हामीले एउटा सिंगल क्रोचेट बनाइसकेको छौँ। अब 2टा डिक्रिज गर्ने। 1 सरी एउटा डिक्रिज भयो। अब 2टा डिक्रिज भयो। अब 2टा सिंगल क्रोचेट गरिदिने। त्यसपछि 1 2। अब फेरि 2टा डिक्रिज गर्ने। यसरी 1 2। 2टा डिक्रिज भयो। अब लास्टमा एउटा चेन हुन्छ। त्यसमा सिंगल क्रोचेट गर्ने यसरी। अब यहाँनेर हाम्रो टोटल 8वटा चेन छ। यहाँनेर 1 2 3 4 5 6 7 8 8वटा चेन छ। अब हामीले धागोलाई काट्ने अलिक लामो छोडेर त्यसपछि यो धागोलाई यसरी निकाल्ने। अब सियोले सिलाइदिने। लास्टमा चाहिँ जुन हाम्रो यहाँ 8वटा चेन छ, 8वटा चेनको यो 2टा लोब छ। 2टा लोबमा यो फ्रन्ट लोबमा मात्रै सिलाउने। यसरी 1 2
3 फ्रन्ट लोपमा मात्रै सिलाउँदै जाने 4 5 6 7 8वटा भयो। 8वटालाई यसरी सिलाइसकेपछि यसलाई अलिक तान्दिने, यसरी कस्ने, यस्तो हुन्छ कस्ने। र अब यो धागोलाई जुन यो बिचको भाग छ, बिचको भागदेखि छिराएर यतापट्टि अर्कोपट्टि निकाल्दिने, यसरी सियोलाई यसरी धागोलाई यसरी तानेर निकाल्दिने। हल्का तान्ने, यहाँनिर हल्का टाइट बनाउने, यस्तो देखिन्छ। त्यसपछि यो धागोलाई फेर्दै लगाएर काटिदिने यसरी। हाम्रो क्रुचेट हार्ट सेपको किचन पनि तयार भयो, जुन चाहिँ यस्तो देखिन्छ। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने कृपया लाइक कमेन्ट गरिदिनु होला र यस्तै भिडियो अरू पनि हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। बाई बाई।